गुड आफ्टरनुन एभ्रिवान है। आज म यो घरलाई जिम्मा दिँदैछु। यो घर चाहिँ मैले ओभरअल लिएको थिएँ। अब यो घरको सब प्राय काम सक्यो है। फर्दर माथि पनि काम होला जस्तो छ। आउनुहोस् त। मालिकको मुताबिक माथि पनि अझै 2 स्ल्याब कन्ट्र्याक्ट साइन गरिदिनुहोस् भन्दैछ। उहाँलाई एकदमै सजिलो पऱ्यो अरे विथ मटेरियल्स है। त्यसले गर्दाखेरि हामी मटेरियल्स मिस्त्री सबै विथ पेपर साइन गरेर दिन्छ ताकि भोलिको दिनमा मालिकलाई पनि कहीँ धोका नहोस् र हामीलाई पनि नहोस् भन्ने कुरा। र अब यो घरको देखाउँदैछु तपाईँहरू। त्यसले गर्दा बाहिरको यो चाहिँ विथ एभ्रिथिङ फेब्रिकेसन वर्क, कलर वर्क, वायरिङ, टाइल्स सप्लाई, मटेरियल सप्लाईदेखि सबै डिजाइनहरू त्यो सबै थियो। 3 तला आज दिँदैछु काम। यो चाहिँ छ है, सबै राम्रो भएको छ। मालिक चाहिँ ओनर चाहिँ यहाँ हुनुहुन्छ। ओनर चाहिँ मेरो भेनै हो तर भेनार भ्याउनुहुन्न नि त। त्यसले गर्दाखेरि डल्लै काम ल्याएको थिएँ विथ मटेरियल्स। हाम्रो हार्डवेयर पनि छ। त्यसले गर्दा हामी साथी र म मिलेर गर्छौँ है। तपाईँहरूलाई जे पनि चाहिन्छ नि तपाईँ हामीलाई बेफिक्र गर्नु सक्नुहुन्छ। यो हो, यो चाहिँ एक्चुअलमा फर्स्ट फ्लोर हो। यो एभ्रिथिङ ग्रिल वर्कहरूदेखि लगेर फर्स्ट फ्लोर हो। गेन्टोको भ्यू एकदमै राम्रो छ। यसरी भएको छ। यो चाहिँ कलर अप्सन चाहिँ हामीले न्यारो ल्याक चलाउँछ किनभने न्यारो ल्याकको डिलर हुनाले गर्दाखेरि टाइल्सहरू चाहिँ यो यसमा चाहिँ यो टाइल्सहरू चाहिँ फुल बडी टाइल्स युज गरेको छ। अनि अरू चाहिँ नर्मल कलरहरू सब न्यारो ल्याकको युज भएको छ। यो हो फर्स्ट है। यो एउटा जग्गा थियो स्कुलको मुनि, सेरीको मुनि। यसलाई मैले स्टोर एज अ स्टोर बनाइदिएको छु। एकदमै राम्रो जग्गा भएको छ। अनि यो फर्स्ट फ्लोरको अर्को उयो सबै रेन्ट सिस्टम हो नि त। अब यो बजार एरिया हो, रेन्ट सिस्टम सबै रेन्ट लगाउँछ। अनि त्यसरी यो अर्को हो। अब हेर्नु भने चाहिँ यहाँ चाहिँ कस्तो भएको छ भने यो चाहिँ रेन्ट सिस्टम हो। त्यसले गर्दाखेरि यसरी भएको छ। सबमा प्लम्बिङ सामान चाहिँ म चाहिँ ब्रान्डेडै युज गर्छु। ओनेडिया युज गर्छु। अगर ओनरहरूले होइन हामीलाई अरू अझै सस्तो दिनु या महँगो दिनु भने त्यो एज पर रिक्वायरमेन्ट हो, हामी त्यो दिइहाल्छ। यो सबै भएको छ। यहाँदेखि मुनि पनि एउटा एक स्टोर छ। यसमा चाहिँ के भएको छ भन्दा यहाँ मुनि म तपाईँलाई देखाउँदैछु। यो मुनि चाहिँ एउटा फ्यामिलीको लागि निकालेको छ। यो चाहिँ बेसमेन्ट एकदमै राम्रो बनिएको छ। त्यस्तो ज्यादा खर्च गरेको छैन किनभने खर्चमाथि हुन्छ नि त है। अनि यो एउटा छ। यसमा पनि अब यो यहाँ किचन टोइलेट छ अलग्गै उता जाने। यो एउटा रुम छ हो, यो रुम छ। आज फाइनल टचिङ अब कता कता दागीहरू लागेको छ के छ भने मेरो मिस्त्री काम गर्दैछ। किनभने हामी चाहिँ कस्टमर सेटिस्फ्याक्सन चाहिँ फर्स्ट प्रेफरेन्स राख्छ। प्रफिट होस् नहोस् त्यो बातको कुरा हो होइन। किनभने हामी चाहिँ अब लोकल हो नि त। लोकल हुँदाखेरि हामी भोलि दिन बजारमा भेट्छ, कहीँ बिहा बटुलोमा भेट्छ, अदरवाइज कहीँ बाटोमा भेट्छ, अलि कहीँ न कहीँ के हुन्छ। त्यसले गर्दा हामी हाम्रो जग्गा छोडेर काम गर्नुपर्छ। हामी जग्गा छोडेर कहीँ जानु पनि सक्दैन। अदरवाइज कसैको फेरि फिडब्याक रेफरेन्स मार्केट भन्ने अहिले ठुलो छ नि त। यसले गर्दाखेरि अन्त यहाँदेखि उँभो चाहिँ अहिले चाहिँ फिलहाल चाहिँ यहाँ ओनरहरू बस्नुहुनेछ 1 साल जस्तो। माथि 2 तला लगाइन्छ सामानको लागि। अन्त यो एकदम सिम्पलमा उयो भएको छ। आउनुहोस् न बेला हो। यहाँदेखि चाहिँ कलर चेन्ज गरिदिएको छु। अहिले चाहिँ यहाँदेखि मुनि 2 फ्लोर चाहिँ रेन्टमा छ भने यहाँदेखि उँभो चाहिँ अहिले चाहिँ ओनरहरू बस्नुहुँदैछ। र माथि चाहिँ अब 2 फ्लोरको अझै प्लानिङ छ नक्सा अनुसारले छिटै लाउने भएर चाहिँ फिलहाल उहाँहरू चाहिँ यहाँ बस्ने भनेको छ। यसमा चाहिँ युपिभिसी विन्डो इन्स्टल भएको छ। एउटा सिम्पल किचन छ। किचनमा यो यसमा फुल बडी टाइल्स चाहिँ मैले
टाइल्स चाहिँ कस्तो राखेको छु भने मैले टप टु बटम एउटै खालको लगाएको छु, किनभने झिलिमिली ज्यादा भयो भने भोलिको दिनमा 1-2 दिनदेखि आफूलाई मन पर्नु छोड्छ। सिम्पल राखेको छु। ओनिडियाको सामानहरू युज गरिदिएको छु है, पानीहरू राम्रो आउँदैछ। ओनिडियाको चाहिँ के छ भन्दाखेरि तपाईँले के प्रब्लम भने होम सर्भिस दिइहाल्छ उहाँहरूले। ओनिडिया एउटा टप ब्रान्ड हो, ज्यागुरहरू त दाम राम्रो छ उनीहरू, तर अब ओनिडिया पनि कम छैन, सर्भिस पनि राम्रो छ अहिलेसम्मको। यसमा चाहिँ मैले यो युज गरेको छु मेम्ब्रेन डोर छ। यो मेम्ब्रेन डोर अलिक पुसेको छैन, किनभने धुलो पुरा थियो नि त, एकखेप सफा गरेर चम्किन्छ, ग्लेज आउँछ। अनि यहाँ कतिवटा रङको सामानहरू अलिकति टचअप हिर्काउँदैछ नि त कता कता। अब यो एकैचोटि मिस्त्री लगाएको नि त, त्यसले गर्दाखेरि कहाँ अझै छ। अनि यहाँबाट चाहिँ एकदमै राम्रो बनाएको छु हो, एकदमै राम्रो बनाएको छु। यो 2टा रुमले चाहिँ एउटै टोइलेट युज गर्नु सक्ने बनाएको छ। यो अब यो रुम यताबाट आयो, यसो गरेर यसो जानु सक्ने बनाएको छु। यो चाहिँ अब एउटा वासरुम बनाएको छु। विन्डो यो मिररहरूदेखि लगेर यो सेनिटरी सामानहरू, एभ्रिथिङ प्लम्बिङ सामानहरू हाम्रै दोकानबाट युज भएको, इभन टाइल्सहरू पनि एकदम सिम्पल रहेछ। किनभने ओनरहरू अब यहाँ 1 साल 2 साल म्याक्सिमम् 2 इयर्स भएछ, 1 सालको अन्तरमा उहाँहरू माथि जानुहुँदैछ नि त। त्यसले गर्दाखेरि जिसीको टोइलेट, यो 1 पिस टोइलेट चलाएको छु। अरू सब ओनिडियाको छ। अब जिसीको उयो छ। टाइल्सहरू पनि हामी सिके जिसीहरू नै चलाउँछ यस्तो। त्यसले गर्दाखेरि एकदमै राम्रो सामान हाल्दैछ। तपाईँले भ्यू पनि राम्रो छ, एकदमै टाइम पास हुने खालको छ। यहाँ सेरीमा यसो कफी सफी लिएर हो। अनि यो विन्डो, युपिबिसी विन्डो चाहिँ हामी जस्तो भने त्यस्तै गरिदिन्छ। अब यो चाहिँ किन ठुल्ठुलो राखेको भन्दा भ्यू बिग्रिँदै थियो, सानो सानो राख्दा चाहिँ भ्यू बिग्रिँदैछ। किनभने यति दामी ग्याङ्टोकको भ्यू आउँदैछ सानो सानो खिर्की। मैले अझै ठुलो राख्ने इच्छा थियो, तर एज पर सेफ्टीको हिसाबले ठुलै राखेको, यसो नै राखेको। यहाँदेखि फेरि यतापट्टि अघिकै वासरुम जाने एउटा रुम हो। यो चाहिँ पार्टिसन प्लानिङ पनि मेरै हो। यो फ्लोरको चाहिँ तल चाहिँ 2टा चाहिँ दिदी आफै गर्नुभएको हो। यसमा पनि हामीले प्रायः जिसीको टोइलेट लगाएको छ, अलिक ब्रान्डेडै लगाएको छ। अनि ओनिडियाको उयो छ, अलिकति काम रहेको छ हो, प्रायः सबै छ। यहाँ एउटा रुम छ। अनि आज चाहिँ अब काम जिम्मा दिएर फेरि अझै काम छ माथि रहेको जति अझै अब 2 फ्लोरको। यसमा चाहिँ ओभरअल मटेरियल्सदेखि लगेर मिस्त्रीदेखि, किन मिस्त्रीको के हुन्छ, मिस्त्रीले उस्तोले चलाउनु सक्दैन। आज आउँछ भोलि आउँदैन, 4-5वटा साइट पक्रेको हुन्छ हो। यहाँ आउँछ उता जान्छ, हामी त्यसको पछि लाग्नु सक्दैन। तर अब हाम्रो चाहिँ के छ भने एउटा नेटवर्कै छ हाम्रोमा, मिस्त्रीको चेन कमसेकम 25-26 जनाको मिस्त्रीको छ। त्यसले गर्दाखेरि चाहिँ हामीले चाहिँ अब दुःख सुख काम गर्दैछ अहिलेसम्म चाहिँ। अनि उहाँहरूको चाहिँ के थियो भने त भोकल फर लोकल हाम्रोले गर्छ भने बेस्ट हो नि त है। अब मिस्त्रीहरू त भोलि दिनमा भागेर जानुसक्छ, हामी मोबाइल फोन उठाउनु सक्छ, मोबाइल नम्बर चेन्ज गरिदिन्छ, तर हामी चाहिँ त्यो सक्दैन। त्यसले गर्दा काहीँ न काहीँ ओनरहरूलाई पनि प्लस पोइन्ट छ, किनभने हामी त सक्दैनौँ। अनि प्लस फेरि चिनाजाना, यहाँ त रिलेटिभ चाहिँ हो। भेना काम कस्तो छ हौ? काम कस्तो छ हौ? काम राम्रो, एकदम राम्रो। राम्रो भयो? राम्रो मन पर्यो? किन भेनाहरू भ्याउनु हुन्न नि त होइन? म त भ्याउँदैन नि त। भेना भ्याउँदैन, नाना सबै सर्भिस गर्ने। अनि उहाँहरूलाई त्यति यो कन्स्ट्रक्सन रिलेटेडमा आइडिया पनि छैन। सबसे भन्दा ठुलो चाहिँ मिस्त्रीलाई चलाउनु युज गर्नु सक्दैन, किनभने मिस्त्रीको पछि लाग्नुपर्छ हो, जानेन भने पनि बिगारिदिन्छ। त्यसले गर्दाखेरि चाहिँ ओभरअल जिम्मा दिनुभएको थियो। आज चाहिँ उहाँलाई की ह्यान्डओभर गर्दैछु र फर्दर अलिकति मिस्त्री आइहालोस् त्यहाँदेखि। अब यो अलिक सफा भएको छैन, यो अहिले एकखेप सफा गरेपछि चाहिँ एकदमै राम्रो हुनेवाला छ। एभ्रिथिङ भनेको जस्तै भएको छ। अर्को कुरा चाहिँ के हो भन्दा फेरि योभन्दा बेस्ट पनि हुन्छ, तर पैसै हो नि त, खर्च हो। तर मैले चाहिँ जानी किनभने ठिकैको गर्नुहोस् खर्च, किनभने तपाईँहरू माथिल्लो तला गइहाल्ने रहेछ भन्दाखेरि चाहिँ यो काम भएको। सेटिस्फाइड छ भएन? एकदम ल है।